आज म बनाउँदैछु चिकनको अचार। सुरुमा हामीले अब यो सानसानो गरेर राखेको चिकनको यो मासुमा हल्का नुन, हल्का बेसार हालेर यसलाई हामीले मिक्स गरिदिने। हामीले यसलाई मिक्स गरेर आधा घण्टा जति राख्दिने। प्यानमा साल्ने र प्यानमा हामीले अलिकति सुकेको खोर्सानी राख्ने र यसलाई हामीले एकछिन ढक्ने र त्यसपछि हामीलाई यो लिएको यो तोरी राखिदिने थोरै, अनि त्यसमाथि फेरि हामीले जिरा धनियाँ राखिदिने अनि मरिच पनि राखिदिने थोरै। त्यसमा हामीले रातो रातो भुने गरेर एकछिन भुट्ने। 30 मिनट राखेर पनि हामीले यसलाई भुट्दिने। अनि सामने सुकेको खुर्सानीलाई मिक्सरमा यसरी पिस्ने, धुलो बनाएर अघिको मसलालाई पनि सबै मिक्स गरेकोलाई यसरी नै मिक्सरमा धुलो बनाउने। र हामीले भाँडामा तेल राख्ने। अघि हामीले लिएको मासु सबै यसमा राखिदिने। र हामीलाई यसलाई रातो रातो हुनेर भुट्ने, बेसी रातो नबनाउने, फेरि चामल हुनसक्छ। त्यसपछि यसरी रातो हुने गरेर भुटेर राख्ने। अनि हामीले यो लसुन र अदुवाको काटेको भाग हामी यसमा राखिदिने। अघि हामीले धुलो खुर्सानी बनाएको थियो, त्यसलाई हामीले एड गरिदिने। र त्यसपछि हामीले मसला पनि एड गरिदिने र यसमा हामीले एकछिन भुट्ने। र हामीले अघिको यो फ्राई गरेको मासु हामीले राखिदिने। अब हामी मिक्स गर्दैछौँ र हामीले अब स्वादअनुसार नुन राखिदिने। यसरी मिक्स गरिदिने, तयार हुन्छ। अचार रेडी भयो।